भाइ के भएको भाइलाई? यहाँको जो अपाङ्ग सङ्घमा गएको थियो उताबाट के भने तपाईँले त्यहाँबाट उकाल्दाखेरि उसको टाउको यता 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 गइरहेको छ। के छ उसको अवस्था? तपाईँहरूले के खुवाएर चाहिँ माग्न राखेको त होइन नि? कहाँ सुत्ने? कहाँ हो सुत्ने ठाउँ? चेक गर्नु न। उठ्दैन क्या उसले। तिमीले रक्सी खुवाउने हो त यस्तो बिरामीलाई? अनि रक्सी खाएर खुट्टा उसको खुट्टा पलाउँछ? बल्ल बल्ल भाइको चाहिँ 1 घन्टामा चाहिँ होस आएको छ। अनि त्यसपछि गएर अनि चाहिँ अब भाइको चाहिँ पेटमा प्वाल परेको छ। अनि अब गएर भाइको उपचार गर्नु पर्यो पहिला चाहिँ। अनि मानव सेवा आश्रमको भाइहरू पनि आउनु भएको छ उपचारको लागि भनेर। अनि त्यसपछि गएर तिमीले रक्सी चाहिँ किन खाएको? आज बिहान राति यस्तै बर्दिल गरेर ल ल ल गुडाउनु त गुडाउनु त गुडाउनु त उता तानु ल। तिमी नै आऊ तिमी साथी जानु पर्छ तिमी। ल ल अब उसको चाहिँ पेटमा प्वाल छ क्या होइन? प्वाल छ। समात त कान्छ राम्ररी। यहाँ चाहिँ एम्बुलेन्स गाडी आइसक्यो। पाइपले चाहिँ तपाईँको फोहोरहरू छ नि भित्रको बिस्तारै गर्नु है बिस्तारै बिस्तारै बिस्तारै। अनि यहाँ चाहिँ फेर्नी त्यही भाइहरू चाहिँ आउनु भएको छ र एकदम राम्रो उपचार चाहिँ भाइको नभएर पेटमा चाहिँ प्वाल परेर लिभर छैन रे भाइ तिम्रो? लिभर छैन भने हो? लिभर नभए मान्छेले रक्सी खाने हो त बिहान बिहान? रक्सी चाहिँ खानुहुन्न है भाइ, रक्सी चाहिँ खानु हुँदैन। अनि एउटा खुट्टा पनि छैन बिचरा, बाबा पनि छैन। यस्तो के अब यो के गर्नु अब होइन? ओहो यो खोलिनु त। ल उचाल्नु त उ सक्दैन नि उसले त। सुत्नु त ल ल त्यो अलिकता 1000 उपचार खर्च चाहियो नि त भर्ना सर्ना गर्नलाई। खर्च पर्छ पर्दैन त्यहाँ हस्पिटलमा? पर्दैन। तिमीलाई खानालाई पैसा सैसा छ? अलिकता लिन त थोरै। अनि खानु मन लाग्ने हस्पिटलमा फेरि कोही उ गर्ला, कसले दिन्छ त फेरि उसलाई? धेरै भयो फेरि रक्सी खान त हुँदैन नि भाइ। हस्पिटलभित्र त रक्सी दिँदैन नि। यो छ नि तिमीलाई यो जुस खाना हो है फेरि। जुस भनेर अर्को कोदोको जुस चाहिँ होइन नि फेरि, बुझ्यौ? ल है लिउ ल है ल ल ल रक्सी नखाऊ उपचार गर है भाइ। माग्न बस्छ नि एटलिस्ट तिमी चाहिँ पहिला तिम्रो घाउ निको हुनु पर्यो क्या है। ल ल लगाइदिनु ल ल एम्बुलेन्समा चाहिँ आज चाहिँ भाइहरूले उपचार गर्नुभएको छ। थ्याङ्क यू सो मच भाइ। अनि हाम्रो अर्को को भाइहरू